आज व्रत हो, दुध दही केरा ड्राई फ्रुट्सहरू सबै रेडी भइसक्यो त कि ल्याइदिउँ म? खाएरै बस्ने त होला नि व्रत, होइन? टन्न पेट पार्ने। अनि आज मेरो व्रत छ, मलाई गाह्रो हुन्छ, म केही गर्न सक्दिनँ भनेर बस्ने त हो नि, होइन? त्यस्तो व्रत बसेर साँच्चीको व्रत बस्ने मान्छेहरूको अपमान चाहिँ नगरौँ ल प्लिज। व्रत बस्ने भनेको 0 क्यालोरीमा बस्ने हो। त्यसले इन्सुलिन स्पाइक गर्छ। जे चिज थोरै 1 क्यालोरी मात्रै भएको चिज खाँदा नि तिम्रो बडीमा इन्सुलिन स्पाइक हुन्छ भने त्यो व्रत नै होइन। कसको लागि बस्ने हो र व्रत? कसलाई देखाउनु छ र व्रत बसेर? आफ्नो बडीको लागि बस्ने हो भनेदेखि भोकै बस्न सक्नु पर्यो नि। कि त सोसाइटीले बनाएको त्यो चोखो खाने नियम, म चोखो खाएर भात चाहिँ बिटुलियो रोटी चाहिँ खानु हुन्छ भन्ने टाइपको व्रत बस्छु भन्यो भने, कि त म चोखो खान्छु भन्नु पर्यो। व्रत बस्छु भन्नै मिलेन त्यसलाई। व्रत बस्ने नै हो भने लेजिट व्रत बसौँ न।